देशभर भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै 2 दिन निरन्तर वर्षा हुने सम्भावना छ। हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं र जोखिमको परिस्थिति बढ्ने क्रममा छ। हाल नदी नालाहरूको बहाव उच्च सतर्कताको तहमा छ र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ। यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरूलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बावजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन्। यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरू, आपतकालीन सेवाहरू नागरिकहरूलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न 24 घण्टा तयार अवस्थामा रहेका छन्। हामीले सबै उपलब्ध स्रोतहरू परिचालन गरेका छौं र सबै आम नागरिक, राष्ट्रिय र स्थानीय निकायहरूसँग मिलेर काम गरिरहेका छौं। हामी महत्त्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पूर्वाधारको सक्रिय रूपमा निगरानी गरिरहेका छौं र अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्गहरू पुनः खोल्नलाई प्राथमिकता दिनेछौं। हाम्रा टोलीहरूले काम गरिरहेको बेला म सबैलाई प्रत्यक्ष अपील गर्दछु, तपाई जहाँ जुन अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्। बाढीको पानीमा वा पहिरोमा गाडी नचलाउनुहोस् वा आवतजावत नगर्नुहोस्। तीव्र बहाव, डुबान र अस्थिर सडकहरूको खतरा उच्च छ। यदि तपाई डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस्। कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस्। प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिनुहोस्। तपाईहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्। सम्भाव्य विपदको जोखिमको आकलन गर्दै सरकारले मिति 2082, 6, 19 र 20 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हामी तपाईहरूको चिन्ता र कठिनाइलाई बुझ्छौं। म प्रश्न पार्न चाहन्छु, तपाई यसमा एक्लो हुनुहुन्न। राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईहरूसँग छन्। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौं।